यदि तपाईहरु गिटारको कर्ड यसरी बजाउँदाखेरि अनौठो सुन्यो राम्रो सुनेन भने धेरै जसो समय गिटारको ट्युन चाहिँ अफ भएको हुन सक्छ अथवा गिटारको तार मिलिरहेको हुँदैन त्यही भएर नराम्रो सुन्ने एउटा मुख्य कारण हो सो यो भिडियोमा चाहिँ मैले गिटारको तार कसरी मिलाउने अथवा गिटार कसरी ट्युन गर्ने त्यसको बारेमा तपाईहरुलाई देखाउँछु है फर्स्ट टाइम गिटार बजाउन खोज्नु भएको छ भने पनि यो भिडियो तपाईको लागि हुन सक्छ है अब तपाईले यो भिडियो हेरेर आफै गिटार ट्युन गर्न सक्नुहुनेछ आज चाहिँ हामी गिटारको ट्युन चाहिँ स्ट्यान्डर्ड ट्युनिङमा ट्युन गर्न गइरहेको छौं र यो स्ट्यान्डर्ड ट्युनिङ भनेको चाहिँ एकदम पपुलर ट्युनिङ हो गिटारमा धेरै टाइप्सको ट्युनिङहरू हुन्छन् र त्यसमध्ये चाहिँ यो स्ट्यान्डर्ड ट्युनिङ भनेको चाहिँ एकदम पपुलर ट्युनिङ र धेरै गीतहरूमा युज भएको ट्युनिङ हो र यो ट्युनिङ गर्न सक्यो भने अरु ट्युनिङहरू गर्न त्यति गाह्रो पर्दैन गिटार ट्युन गर्न अथवा गिटारको तार मिलाउनको लागि चाहिँ गिटार ट्युनर चाहिन्छ र त्यो भनेको चाहिँ गिटार ट्युनर क्लिप अन ट्युनर पनि भन्छ यसो यहाँ पछाडी क्लिप भएको हुनाले यस्तो गिटारको यहाँ राखेर चाहिँ हामीले बजायो भने कुन नोट बजिरहेछ भन्ने चाहिँ डिस्प्ले हुन्छ अनि त्यो अनुसार लुज गर्ने हो कि टाइट गर्ने हो त्यसरी हामीले ट्युनमा ल्याउन सकिन्छ तार मिलाउन सकिन्छ है र अर्को हुन्छ यस्तो फोनमा गिटार ट्युनिङ एप्स है आज चाहिँ यो ट्युनर छ मसँग त्यही पनि सबैजनासँग चाहिँ ट्युनर नहुन पनि सक्छ त्यही भएर आज चाहिँ म यो एप्लिकेसन फोनको एप्लिकेसनको थ्रुबाट चाहिँ ट्युन कसरी गर्ने देखाउँछु गिटारमा चाहिँ 6 वटा तारहरू हुन्छन् सबैभन्दा माथिको तार चाहिँ सबैभन्दा मोटो हुन्छ जसको नाम चाहिँ ई लो ई त्यसपछि फिफ्थ स्ट्रिङ जसको नाम चाहिँ ए त्यसपछि फोर्थ स्ट्रिङ जसको नाम चाहिँ डी त्यसपछि थर्ड स्ट्रिङ जसको नाम चाहिँ जी त्यसपछि सेकेन्ड स्ट्रिङ जसको नाम चाहिँ बी त्यसपछि फर्स्ट स्ट्रिङ जसको नाम चाहिँ ई यो चाहिँ हाई ई है यो स्ट्रिङको नामहरू सम्झिनको लागि पनि एउटा तरिका छ एडी ए डाइनामाइट गुड बाई एडी सो लेट्स ट्युन वान बाई वान सबैभन्दा माथि 6th स्ट्रिङबाट जाम है अनि यो ट्युन गर्ने बेला एकैचोटि यस्तो र अब यस्तो नबटार्ने एकैचोटि माथि गयो ई भन्दा पनि हामीलाई चाहिने भन्दा तिखो बज्न थाल्यो त्यही भएर बिस्तारै स्लोली अनि यता यो स्ट्रोक गर्ने बेलामा ट्याङ 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 यस्तो ट्याङ 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 धेरै नभए बिस्तारै ट्याङहरू छोडिदिने एकछिन सस्टेन हुन दिने त्यसलाई चाहिँ ठ्याक्क ट्युनरले चाहिँ रियाक्ट गर्ने टाइम दिने अनि बल्ल ठ्याक्क राइट प्लेसमा ट्युनमा बस्छ अनि यो गरेर हाम्रो ई स्ट्रिङ चाहिँ माथिको 6th स्ट्रिङ चाहिँ ट्युन भयो सरी ट्युन भयो अब त्यसरी तलको जाम है त्यहाँ देखेको छ -4 भनेको छ अझै हामी त यो अहिले ईले रियाक्ट गरेछ उस्तै बजेछ त्यही भएर चाहिँ अझै टाइट गर्नुपर्छ ए को लागि चाहिँ बल्ल ए भनेर आयो नि त ए आयो -6 अझै लोमा छ ट्युन अप भनेछ बिस्तारै ट्युन गर्ने 5th स्ट्रिङ ए मा ट्युन अब 4th स्ट्रिङमा जाम बिस्तारै डी आयो डीमा राइट हुने करेक्ट हुने त्यसरी नै 3rd स्ट्रिङ जी नोटमा जाम है थोरै बडी यस्तो गरे नि माथि जान्छ त्यही भएर स्लोली डाउन बिचमा ल्याउनु
अनि सेकेन्ड स्ट्रिङमा जाम। ठ्याक्क मिल्यो। त्यसरी नै फर्स्ट स्ट्रिङ पनि यसरी मिलाउने। फर्स्ट स्ट्रिङ हाई ई है। यो फर्स्ट स्ट्रिङ ट्युन गर्ने बेलामा चाहिँ अलिकति ख्याल गर्नुपर्छ है। पातलो छ यो स्ट्रिङ सबैभन्दा, अनि अलिक बडी झुकेर टाइट भयो भने चुडिन्छ, अनि फेरि नयाँ स्ट्रिङ किन्न पर्ने हुन्छ। त्यो भएर अलिकति ख्याल गर्नुपर्छ त्यसको लागि चाहिँ। गिटारको तार मिलाउने बेलामा धेरैजनाले मिस्टेक गर्ने चाहिँ लास्टमा एकचोटि फेरि चेक नगर्ने। त्यही भएर एक दुईचोटि चाहिँ डबल चेक गर्नु है, लास्टमा फेरि एकचोटि चेक गर्नुपर्छ। अनि बल्ल गिटार चाहिँ राम्रो ट्युनमा बस्छ, अनि बजाउँदा पनि राम्रो बज्छ। तपाईँले जति राम्रोसँग बजाए पनि गिटार आउट अफ ट्युन छ भने त्यो अब के न के को हुन्छ, राम्रो सुनिँदैन है। लास्टमा एकचोटि मैले ए कर्ड बजाउँछु र तपाईँले पनि त्यहाँ बजाउनु, र मैले बजाएको ए कर्ड र तपाईँले बजाउनु भएको ए कर्ड उस्तै सुनेको छ कि सुनेको छैन एकचोटि चेक गर्नु है। यदि मैले बजाएको कर्ड र हजुरले बजाएको कर्ड मिलेको छ भने राम्रो भयो, कमेन्टमा लेख्नु। मेरो पनि मिल्यो भनेर लेख्नु। यदि अलि अर्कै अनौठो बजेछ भनेपछि चाहिँ त्यही पनि लेख्नुहोस् न, मेरो चाहिँ मिलेन भनेर लेख्नुहोस्। अनि फेरि एकचोटि माथिबाट तलसम्म ट्युन गरेर मिल्छ। अब एकैचोटिमा नहोला, कतिचोटि प्र्याक्टिस गऱ्यो भने चाहिँ प्र्याक्टिस गर्दा गर्दा मिलिहाल्छ। यदि तपाईँलाई यो भिडियो हेल्पफुल लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस्, र अरू यस्तै गिटार सम्बन्धी अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस् है। तपाईँले सब्सक्राइब गरिदिनु भयो भने मलाई यस्तै अरू भिडियोहरू बनाउन चाहिँ उत्साहित गर्नेछ। र अब आउने नयाँ भिडियोमा चाहिँ हामीले एउटा नयाँ गीत बजाउन सुरु गर्छौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। आई विल सी यू सुन on the next lesson. Goodbye.